मर्निङ एभ्रिवान। सो लास्ट विक चाहिँ हामीले यो पिआईको बारेमा गफ गरिरहेका थियौँ होइन। सो आजलाई म पिआईको बारेमा फेरि अर्को गफ गर्दैछु। पिआईको अर्को एपिसोडमा चाहिँ आज म जाँदैछु तपाईँहरूलाई मेरो पिआई एकाउन्ट देखाउनको लागि। लेट्स गो। यो चाहिँ मेरो पिआई एकाउन्ट हो। अब हेर्नु यो खुल्दैछ होइन। लास्ट विक चाहिँ हाम्रो पर डे 4000 अराउन्ड थियो। सेकेन्ड डे आएको थियो 7000 भन्दा अलि माथि आएको थियो होला। सो गर्दा गर्दै आज चाहिँ मेरो 1 विक भएको छ। आज चाहिँ पहिला चाहिँ फर्स्ट दिनमा 4000 लगभग पोइन्ट दिएको थियो भने आज समथिङ धेरै नै पुगेको छ 20000 जति। सो मेरो 2.18,000 भइसकेको छ। सायद भोलि बिहानसम्ममा मेरो 20,000 हुन्छ, किनभने मेरो अलरेडी अहिले 10 बजेर 36 मिनट गएको छ भने मेरो 2 घन्टा बाँकी नै छ 24 घन्टा पुग्नलाई। मेरो 12 बजेतिर पुग्छ होइन। त्यो भएर 12 बजेभन्दा पछाडि चाहिँ यस्तो हुनसक्छ। यो 2025को यो आएको छ र यसमा चाहिँ मेरो यो केवाइसी गर्नुपर्ने रहेछ होइन। केवाइसी गर्नको लागि चाहिँ सेटिङ गर्नुपर्ने। मैले 2-3 वटा मात्रै गरेको थिएँ अगाडि, त्यही पनि प्रपरली भएको छैन, मिलेको छैन। जुन कुराहरू गरेको छैन अहिले कसैले केही नगर्नु होला। यो गरे मात्र हुन्छ, माइनिङ गरे मात्र हुन्छ। यदि कसैलाई इन्ट्रेस्ट लागे मेसेज गर्नु होला, म लिङ्क दिन्छु। यहाँबाट मैले 2टा सेटिङ चाहिँ हिजो अस्ति हेरेको थिएँ होइन। यहाँ माइनिङबाट त्यहाँ गएर यो मेरो 92 डेजको लागि यसले केवाइसी रेडी गर्नु भनेर भनेको थियो पहिला चाहिँ होइन। तर मैले 92 डेजमा यसको चाहिँ डेटै सिद्धिन लागेर चाहिँ कि मलाई थाहा नै भएन। त्यो भएर अहिले मेरो 6 मन्थसम्म होल्ड छ। 6 मन्थसम्म माइनिङ मात्र गर्ने हो है त।